हेलो सबैलाई नमस्ते। मेरो नाम मदन जैसी। मैले हजुरहरूमा किन आइरहेको भन्दाखेरि अहिले जति पनि बारिस्टा सिकिराख्नु भएको छ, जसले अहिले हस्पिटल सेक्टरमा आफ्नो करियर बनाउँछु भनेर लागिराख्नु भएको छ, जस्तै एसएमहरू पढिराख्नु भएको छ, जस्तै अब बारिस्टा नै सिक्नु भएको छैन र एसएम पढिराख्नु भएको छैन, तर म हस्पिटल सेक्टरमा के गर्छु, आफ्नो फ्युचर बनाउँछु भन्ने सोचमा हुन्छ। उहाँहरू सबैजना मेरो यो आइडियाहरूमा जोडिनु होला। सबैजनाले हेर्नु होला, सेयर गर्नु होला। हजुरलाई कस्तो लाग्ने छ कमेन्ट गर्नु होला, सेयर गर्नु होला त्यो भिडियो उहाँहरूको लागि। र यस्तो भिडियोहरू हेर्नलाई मेरो टिकटक, फेसबुक पेज अनि मेरो युट्युब च्यानल छ मदन साट भनेर, त्यसमा आउनेछ। सबैजनाले फलो गर्नु होला। र स्पेसल उहाँहरूको लागि मैले यो 1.5 वर्ष भयो मैले यो हस्पिटल सेक्टरमा काम गर्न लागेको, र मैले मेरो बेसिक नलेजहरू मैले बुझेको, मैले थाहा पाएको कुराहरू हजुरहरूमा सेयर गर्नेछु। सबैजना जोडिनु होला र माया गर्नु होला। हस्, धन्यवाद।